हेलो गाइस सबैजनालाई नमस्कार। आज चाहिँ हाम्रो साथी पनि यस्तो साथी कि जसरी बयान गर्दा पनि त्यसरी अब अङ्कुलाई तपाईँको भान्जा चपाएर खाँदा पनि गुलियो, पिसेर खाँदा पनि गुलियो। त्यस्तो साथी धेरै हुनुहुन्छ होइन। त्यसमाथि हाम्रो भान्जा भइहाल्नु भयो। आज हाम्रो यता भाइ चाहिँ ड्राइभिङ केही त्यो स्ट्यान्डले खासै काम नगरेको अवस्था हल्लिरहेको छ। सरप्राइज दिन जाँदैछौँ। केक चाहिँ यता केक चाहिँ अहिले चाहिँ ओपन नगरिहालौँ, पछि ओपन गरौँला है। यो चाहिँ मेरो मिनी भ्लग हिमालकाली भ्लगमा आउँछ। सबैजनाले हेर्नुहोला, धन्यवाद। ल अँधेरो भए पनि हाम्रो सन्तोष सरलाई चाहिँ मेनी ह्याप्पी रिटर्न अफ डे, जन्मदिनको लाख शुभकामना। अनि भान्जा भाइ पनि शुभकामना दिने होला नि त। ल मेरो दाजुलाई ह्याप्पी बर्थडे, जन्मदिनको धेरै शुभकामना। आउँदैछ भाइ सुन। ल गाउँलेलाई एकदम स्पेसल होइन, गाउँलेलाई एकदम ठुलो सरप्राइज लिएर हामी यहाँ जुबेलदेखि आउँदैछौँ। त्यो सरप्राइज फेरि कसको भनेर इलेक्सन पछि अहिले चाहिँ नभने ठिकै छ। हामी चाहिँ यतै छौँ। अहिले त केक पनि ओपनिङ गरेन। फेरि पनि हाम्रो साथीलाई दोस्त भने पनि जे भने पनि साथी भने पनि धेरै शुभकामना छ। हामी लगभग साथीलाई भेट्न चाहिँ हामी 1 घन्टा 100 किलोमिटर चाहिँ 100 किलोमिटर टाढा छ। हामी चाहिँ नाइटमा छौँ। अहिले अँधेरो छ, लाइट हामीले बाँध्न मिल्दैन, गाडीमा छौँ। सो सबै कुरा कन्टिन्यू हेर्दै जानु होला। सबै कुरा भ्लगमा आउँदैछ होला। धन्यवाद। हेलो गाइस, यतिखेर चाहिँ हामी यहाँ साथीको बर्थडे सरप्राइज दिनलाई यसो यहाँ चाँजो मिलाउँदै भान्जा मिलाउनु चाहिँ भाइ यता दिनभरिको ड्युटी काम गरेर के थकान आफ्नो ठाउँमा छ, साथीभाइको रास्ता अलग ठाउँमा छ होइन। साथीभाइभन्दा ठुलो कुनै हुँदैन, यति कुरा चाहिँ ग्यारेन्टी छ। अब चाहिँ सरप्राइज दिन लगभग हामी आइसकेको छौँ। 100 किलोमिटर है भन्दा 100 किलोमिटरको बाटो पार गरेर अब चाहिँ हामी उहाँको क्याम्पमा आइसकेका छौँ है। पहिला हामी साउदी अरबमा थियौँ, अहिले चाहिँ साउदी अरब होइन कि आयो होइन भन्छ। अहिले चाहिँ अब हामी अर्को दिन्छौँ। अब चाहिँ लगभग हेलो गाइस, उहाँ जसको बर्थडे छ उहाँले चाहिँ खाना लानु भयो अरे होइन। लास्ट सरप्राइज दिनलाई यसो हल्ला गर्नु भएन, केही भएन। दाइनु नि अरूमा हामी लगभग रुममा पुगिसकेका छौँ। यसो हेर्नु है अब कस्तो रिएक्सन आउँछ हाम्रो साथीको। लगभग हामी पुगिसकेको छ। यहाँ पुग्यो, रुम यहाँ हो। ह्याप्पी बर्थडे तपाईँलाई धेरै जन्मदिनको लाख शुभकामना। ल अब साथीभन्दा माथि कोही पनि हुन सक्दैन, यो सिधा कुरो हो। आज हामी चाहिँ 100 किलोमिटर टाढाबाट यसो साथीलाई सरप्राइज दिनलाई यसको चाहिँ विशेष फेरि यसो के छ है यही हो क्या रमाइलो एकदम सफल भन्ने कुरो पनि थाहा भएर हुन्छ। सम्झि आउनु भएन, त्यो सम्झिँदा धेरै सम्झिनु भन्दै यता हुनु न। जन्मदिनको लाख शुभकामना। भोलि छुट्टी चाहिँ म साफ गरिहाल्नुहुन्छ। ल हेलो खोइ भन्दा भएन, निकाल्छु कि। ल Happy birthday to you. थप 1 वर्ष बुढो हुनुभयो तपाईँ। कहाँ प्लास्टिक सानो त्यो होइन अर्को थिएन तपाईँसँग भिडियो बनाइदिउँ। जल्दै सरप्राइज केकको चाहिँ यस्तो छ। फर्स्ट बर्थडे हाम्रो साथीको चाहिँ सरप्राइजमा मलाई है यो भाउजूको सरप्राइज मेरो भन्दा नि मैडमको सरप्राइज यो मलाई थाहा थिएन। भात भन्छन् माथि मान्छे रहेछन् नि, क्यामेरा समात्नु न यार हो न। ल थप 1 वर्ष बुढो हुनुभयो सन्तोष सर। Happy birthday, Santosh Dai. Happy birthday to you. Happy birthday to you.
पुग्न हुन्न भन्छन् कि खासमा के भन्नुहुन्छ भाउजूलाई के भन्नुहुन्छ दानी भन्नु त अनि पुरा भाउजूलाई के भन्नु के भन्न चाहनुहुन्छ ल विशेषलाई ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु सन्तोष दाई ह्यापी बर्थडे टु यु बेनी बेनी ह्यापी पहिला खुवाइदिनु त बर्थडेवाला ला ह्यापी बर्थडे खाने आफूले खाने भच्चक्क ल दल्नु पर्यो नि यहाँ राजा यहाँ यति होइन पऱ्यो धेरै दल्नु जे छ जस्तो छ एकदम खुसी 1 वर्ष बुढो हुनुभयो सन्तोष सर ल बडे जानु खुवाइदिनु पहिला सबैलाई के अरे पहिला बुढोली खानदानबाट आउँछ क्या अन्त जहाँ पनि लिएको नि अर्को साल देश उतै मनाउनु पाइस् के हो न मामा अर्को साल जुबेल आउनु पर्छ जसको बर्थडे भयो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु बेरकल हाम्रो बर्थडे चलिरहेको छ अहिले जन्मदिनको लाखौँ लाख तपाईँको यहाँ सन्तोष डर लाग्यो 100 किलोमिटर टाढा दिनको ड्युटी सकेर हामी यस्तै आएका छौँ हाम्रो गाउँले बर्थडे हेर कति खुसी भएको हाम्रो गाउँले भन्नुभएको यार कस्तो बिर्सेन ल मेरो पालो होइन त ह्यापी बर्थडे टु यु यो भाउजूको तर्फबाट हामी समग्र तिन भाइको तर्फबाट है त मेरो चाहिँ उता खाएन फोटो खिच्नु ल ल गाइस बर्थडेको चाहिँ अन्तिम चरणतिर आइयो लगभग सकियो फोटोसुट हुने कार्यक्रम हुँदैछ आज चाहिँ धेरै रमाइलो 1 वर्ष बुढो हुनुभयो होइन यो जस्तो रमाइलो चाहिँ अरू कुनै हुन सक्दैन पूर्व पश्चिम उत्तर दक्षिणका सबै साथीहरू यसरी भेट भएर यसरी रमाइलो गऱ्यो हामी 100 किलोमिटर टाढा बिहानको ड्युटी सकेर यसरी अब भोलिको ड्युटी सबैजनाको होइन कसैको होला कसैको नहोला यसरी रमाइलो गऱ्यो सन्तोष सर आज कस्तो भयो तपाईँको रिएक्सन खै हेरौँ न त बडा मान्छेको फोटो खिच्दा यही छ क्या समस्या उताबाट फोटो खिचिरह अग्लो मान्छेको समस्या फेरि यही चाहिँ सबभन्दा तल होचो हुन पर्छ त्यसको सबैले ह्यापी बर्थडे ल ल ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टुङ 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 डिजी टडा ल भान्जा सिरी के छ सरप्राइज पनि थाहा हुन्छ र ल यता हाम्रो बर्थडे उस होला अब बर्थडे सरप्राइज पछि अब यहाँ सरसफाइ कार्यक्रम चल्दैछ है फेरि सरप्राइज पछि सरसफाइ ल सरसफाइको कसले गर्ने ल सरप्राइज पछि सरसफाइ चल्दैछ ल थ्याङ्क यू मेरो बोडीले थ्याङ्क यू तर यो उठाउनु चाहिँ ल फेरि पनि सरप्राइज पछि सरसफाइ कार्यक्रम चलिरहेको केही छैन यता चाहिँ घरतिर बोल्दै हुन्छ हाम्रो अब एक्सप्रेस चाहिँ खाने कार्यक्रम चल्छ ल सरसफाइ गर्न चाहिँ हाम्रो चाहिँ अगाडि सबै चाहिँ वेटिङ द फर खाना होइन अब खाना खाने सबैलाई भोक लाग्छ किनकि रातिको अब यहाँ 9 बज्न लाग्यो केक खुवाइदिनु त ल भान्जा त्यसलाई झोलीको देउतालाई केक खुवाउँ न भान्जा सिधै हजुर हाम्रो झोलीको देउतालाई केक खुवाउने कार्यक्रम लास्ट टाइमलाई कि धेरै हुन्छ कि थोरै हुन्छ भनेको भान्जा यत्रो कोक छ खुवाइदिनु के होइन र लास्ट टाइमलाई कि धेरै हुन्छ कि थोरै हुन्छ ल भान्जाले अब आशीर्वाद दिएको आज भेट्नु न दिपक मामा छोडिदिने माथि ओके ल मोटामोटी ल खाना खाने कार्यक्रम बर्थडे चाहिँ सम्पन्न भएको अवस्था यता ड्राइभर चाहिँ खाना बनाएर राख्नु भएको छ यता कान्छै थपेर आएर लोद भएर बसेछ यता हाम्रो ठुल दाइ यता साथीभाइ यता भान्जा सिरी खै किन झोक्रिनु भएको छ यता हाम्रो बर्थडे वाला हुनुभयो यता भान्जा सिरी यता हाम्रो भान्जा सिरी यता भनेको फेरि म त्यसका बाजे होइन ऊ के अरे आएर भन्छ नाम के अरे मोहम्मद राजन ठकुरी ठकुरी लास्टमा ठकुरी जोड केही भएन अब यस्तो परदेशमा चाहिँ खाना खाने यस्तरी गाइस होइन अब यस्तरी जाँड बनाउनु आज यसो गाउँमा चाहिँ जाँड राखे जस्तो गरेर सट्ट यहाँ राख्ने सरर लाएर यहाँ राखेर च्याप्प खाने बिला लगाएर अब यस्तै
ल हेरौँ गाइस यसरी खाने हो सर्लक्क यहाँ राख्ने हो त्यता सर्लक्क बसेर सबै आफ्नो ठाउँमा छ है म मेरो पोजिसनमा छु दाइ यता भान्से बस्नु ल गाइस खाना खाने चाहिँ यस्तै हो है परदेश भनेको परदेश हो घरबाट पर भएपछि परदेशी भन्दो रहेछन् मान्छेहरूले होइन यसरी खाने हो अब डाडु खोप्टी डाल्नु भन्छ अब यसरी खाने हो म चाहिँ यहाँ छु त्यसमा खाना यहाँ छ अब यसरी खाने हो सर र सलाद उता छ यसो गर्नु न त कटोर ल्याउनु त दालको लागि सलाद यहाँ छ नेपालतिर भएको भए पोखा काखी सलाद हुँदाखेरि त आमामा हुन्थ्यो होला होइन यहाँ त केही छैन सम्झिने पानी सक्दिन त्यसका बाजे ल केही भयो छैन ल खान्छु के छ त दाइको बर्थडेमा आइयो सरप्राइज आइयो आयो नि सरप्राइज भयो एकदम सरप्राइज हुनुभयो उहाँ पनि होइन चट्ट लारी यही हो है भान्जा आजको विशेष खै त